सो हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ तपाईहरुलाई अर्को भ्लगमा है त मेरो अर्को भ्लगमा सबैलाई स्वागत छ। त्यही हो आज टक्कसँग म बाइक बनाउन जाँदैछु अनि म बाइक बनाउन जाँदैछु। अहिले चाहिँ मेरो एनएस सामानहरु पनि किनिसकेको छु। तपाईहरुलाई म सामानहरु देखाउँछु नि कतिको केको बिलहरु सब देखाउँछु। कति लाग्यो अस्ति 10,000 खर्च गरेको थियो भएन अब हुन्छ। त्यही हो अब चाहिँ म टक्कसँग जान्छु। मैले बाइक साइक रेडी बनाइसके पानी पर्न आँटेछ त्यही नि नुहाइदिएर बाइकलाई त्यस्तो मजाले त गरिन त्यही नै टक्कसँगले बनाइदिएको छु। अब चाहिँ टक्क यहाँबाट हामी निक्लिन्छौँ। त्यही हो आज म यहाँबाट रेडी भइसकेँ अनि मेरो सेटअप पनि गइसकेँ त माइक र उयोको हेलमेटको। त्यही हो अब चाहिँ यहाँबाट हामी निक्लिन्छौँ। त्यही हो अब चाहिँ म यहाँबाट लाग्छु। अब चाहिँ चप्पल लगाएर जाने। अब यहाँबाट चाहिँ म लागेको अब यहाँनिर सेटअप गर्छु। त्यही हो हेर्दै गरौँ है त बाइक यहाँ छ। त्यो गाइस अहिले चाहिँ म रेडी भइसकेँ। साउन्ड कस्तो आएको छ थाहा छैन मलाई। अहिले म रेडी भइसकेँ यहाँबाट निक्लिने। त्यो मैले बारी निकाल्छु अहिले सधैँ उता लङ हुन्छ क्या लङ पर्छ त्यसैले बारी नै निकाल्छु म। त्यही हो गाइस ला गाइस कत्रो बोले बगानतिर पनि बोल्दै आयो भयो त रेकर्डै भएको रहेछ। सेट यहाँ आइपुग्दासम्म चाहिँ रेकर्डै भएको रहेछ। म त डिले भन्दा पो थाहा भयो है। अब यहाँबाट चाहिँ रेकर्ड दामी हुन्छ है। गरिरहेको चाहिँ रेकर्डै भएको रहेछ गाइस। त्यही यहाँ चाहिँ सानो काम छ। चक्का चाहिँ अगाडिको ढट छ क्या मेरो त्यसैले म त्यति धेरै कुदाउँदिनँ भनेर अर्को बनाइहाल्छु क्या बाइक। यो चाहिँ कहिले निकाल्ने टक्क। किन यहाँसम्म चाहिँ रेकर्डै भएको रहेछ। आज चाहिँ रेकर्ड हुन्छ दामी। अब चाहिँ सो गाइस व्हाट्सअप हेरे क्या स्वागत छ तपाईँलाई मेरो ब्लगमा। अन्त मैले 500 रुपियाँ दिएन भने चाहिँ ल्या भनेको थिएँ त्यो पनि हालौँ भनेको भएन। सो गाइस अब चाहिँ यहाँबाट चाहिँ भ्लग दामी हुन्छ है त। यहाँ कुकुरले पनि पछाउँछ यार। कुकुर ट्राफिक सबले पछाउने यार यो क्रस भएर यार भएन नि त। फ्याट होइन हो र आमा मामाकोमा त टक्क त्यो चाहिँ मामाको घर मेरो मामा त टक्क। सो गाइस अब चाहिँ हामी यहाँबाट लाग्यो सोमबारे गड्यो चप्लीमा गाइस चप्लीमा अर्को पनि गाइस चप्लीमा छु म चाहिँ आजको चाहिँ कतराई ब्लग हुन्छ। आज चाहिँ तपाईँहरूलाई म देखाउँदैछु के गर्नु गएको भने म चाहिँ ग्यारेज गएको खास गरी। तपाईँहरूलाई चाहिँ एउटा कुरा भन्नु गइरहेको छु। म एउटा कुरा तपाईँहरूलाई खास कुरा भन्नु भइरहेको छु है त। ल तपाईँहरू मजाले सुन्नुपर्ने हुन्छ है। म चाहिँ तपाईँहरूलाई के भन्नु गइरहेको छु भने एकदम कान खोलेर सुन्नुपर्ने हुन्छ तपाईँहरू। फेरि पनि तपाईँहरूलाई म एकदम एउटा खास कुरा भन्नु गइरहेको छु क्या। फेरि पनि एकदम कान सफा गरेर कान सफा गर्नुभयो भने कान सफा गरेर सुन्नुहोस्। नभए सुन्नु अलिकति एक्टिभ हुन्छ भने एकदम एक्टिभ हुनुहुन्छ सुन्नुको लागि। छिटो म भन्नु गइरहेको छु एउटा कुरा तपाईँहरूलाई। एउटा कुरा चाहिँ के हो भने नि टक्कसँगले युट्युबमा गएर द फुलामी 07 सर्च गर्ने अनि सब्सक्राइब गरिहाल्नुहोस् त गएर। अनि आएर कमेन्टमा डन लेख्नुहोस् त म पनि मेरोबाट गरिदिइहाल्छु तपाईँलाई। जसले डन लेख्नुभयो त्यो त्यता म गरिदिइहाल्छु म पनि यताबाट ब्याक। त्यही हो
देख्नुभयो त्यसैले म ब्याक गरिदिइहाल्छु सब्सक्राइब ब्याक हानिदिन्छु म गाइस हजार हालिदिने हो है 1000 दिने जसरी हर्न निकाल्ने भनेर आएको अर्को बाइक फुल इन्जिन बनाएर छैन जा त्यही त पैसा मलाई दिएन ए 100 पो मलाई 200 रुपियाँ दिइरहेको यहाँ मलाई छ्या तेल हाल्ने हो यो चाहिँ टक्कसँगले कत्रो हल्लिरहेको चक्का हामी चाहिँ अब लक्ष्मीपुर पुग्न आँट्यौँ गाइस ग्यारेज भान्जाको ग्यारेज ढिट पसिदिने हो नि ढिट पसिदिने हो हावा लाग्छ मलाई यो ठाउँ चाहिँ यो सोरुम चाहिँ यहाँ चाहिँ आउनुपर्ने हुन्छ तपाईँहरू फोटो खिच्नु यहाँ हेर्नु न दामी छ यो लुक चाहिँ यतिको फोटोको लागि हो भने आउनुपर्ने हुन्छ तपाईँहरू गाडी त्यो चाहिँ लक्ष्मीपुर नेरी छ अब चाहिँ म भान्जाको ग्यारेज पुग्नु आँटेँ भान्जा भएकोमा पुग्नु आँटेँ गाइस मेरो बाइक चाहिँ गाइलो रहेछ माया लाग्ने तरिकामा रहेछ यार ओ कस्तो सेक्सी देखिन्छ यार मेरो बाइक चाहिँ तर जे भने पनि जसले जे भने पनि सेक्सी देखिन्छ यार मेरो बाइक चाहिँ यहाँ हेर्नु न गाइस भान्जा यहाँ आउन लु ब्लगमा केही भन जो जेले भने पनि मेरो बाइक चाहिँ सेक्सी देखिन्छ है ल भन्नु न केही खै ह्यान्डसेक एकदम बाइक खोल्नुमै भान्जा आज जसरी अझ हात मिलाउँ न हौ म त आज त जसरी हानिदिने भनेर आज 1 गते रहेछ यो बनाउनु भन्ने रहेछ त अनि लेट आज पनि भन्दा हिजो चाहिँ बनाउनु पर्छ यार नभए म हिजो चाहिँ बस्नु पर्दैछ यार ए खोलिदिनु न लु ट्याक्कै भ्लगको लागि हो क्या आज चाहिँ ए ल तपाईँहरू चाहिँ यहाँनिर आउनु पनि हुन्छ है अब म यहाँबाट कति धेरै कमाइदिन्छु भने नि दाइको ल भन्नु केही भन्नु कति % डिस्काउन्ट ल सर्भिसिङ हजुर ल दाइले त खोलिदिँदै गर्नुहुन्छ नि त ल ल मेरो दाइ एकदम
मेरो चाहिँ सामानहरू पनि मैले अस्ति यहाँ लिएर राखिरहेको छु। सामानहरू चाहिँ तपाईँहरूलाई म देखाउनु गइरहेको छु। सामान चाहिँ कतिको हो भने तपाईँहरूलाई कतिको भन्नुहुन्छ भने सामान चाहिँ म तपाईँहरूलाई म देखाउँछु कतिको जस्तो लाग्छ। यहाँ मेरो दुईवटा सामान है, यो चाहिँ दुईवटा सामान मात्रै तपाईँहरूलाई झन्डै 15,000 पऱ्यो है गाइज। यो दुईवटा सामानले मात्रै 15,000 पऱ्यो गाइज। एउटा ब्लक, एउटा क्र्याङ्क साफ्ट। त्यही अब मेरो दाइले यहाँनिर ल्याइसक्नुभयो। मेरो दाइले चाहिँ छिट्टो गरिदिन्छ क्या काम। एकदम आउनुहुन्छ भने यहाँनिर आउनुपर्ने हुन्छ तपाईँहरू। मेरो दाइले चाहिँ अब दामी काम गरिदिन्छ यहाँनिर चाहिँ। अर्को हाम्रो उता दाइ हुनुहुन्छ भिनम अरे भिनम। त्यही हो गाइस, अब चाहिँ हामी यहाँबाट चिया खान्छौँ। दाइले खोल्दै गर्नुहुन्छ सबै। मेरो भान्जा चाहिँ एकदम ह्यान्डसम देखिरहेको छ आज यहाँनिर है, टक्कसँगले लुक्समा। यहाँनिर चाहिँ अब टक्कसँगले आज चाहिँ बाइक रेडी। मेरो भान्जाले तर आज होस् तर मेरो भान्जाको बाइक यस्तो हुने बनाइन्छ होइन मन आइसम्म चाहिँ बनाउनु हुँदैन थियो क्या। तर हिजो हेर न, ल यहाँ चाहिँ फेरि एकचोटि ल म ब्याग राखेर आउँछु। के भन्नु छ फेरि? म के भन्दिनँ यार, यहाँ चाहिँ आउनु पर्ने हुन्छ तपाईँहरू। यो क्यारे चाहिँ आउनु पर्ने हुन्छ किनभने एकदम दाइ चाहिँ मजाको हुन्छ, एकदम सस्तोमा मिलाएर बनाउनुहुन्छ तपाईँहरूलाई सबै कुरा। त्यही हो, फुल्ली डिस्काउन्ट होस्। साँच्ची भनेको सस्तोमा सस्तो। सस्तो चाहिँ ठिक्कको हो यहाँ होइन। धेरै महँगो पनि छैन, धेरै सस्तो पनि छैन। बनाउनु चाहिँ फेरि कस्तो हो दाइ भनिदिनु त? एकदम तपाईँहरूलाई सेटिस्फाई नबनाइ पठाउनु हुँदैन दाइले। सिधै म भएकोमा आउँदा हुन्छ, सेटिस्फाई भएन भने चाहिँ सिधा कुरो हो। अहिले चाहिँ म आज चाहिँ हिजोको भोलि है, आज चाहिँ भोलिपल्ट, आज चाहिँ हिजो चाहिँ काम गर्दैन मेरो भन्नाले एकदम मान्छे चाहिँ एकदमै मलाई साह्रै रिसिरहेको छ। हिजो काम गर्दैन हाँस्दैछ अहिले चाहिँ म आफै पनि लागिरहेको छु यहाँनिर। विशाल दाइ ल यो चाहिँ अब चाहिँ हामी थका बट्टाबट काम गर्न थाल्छौँ। तपाईँलाई म देखाइहाल्छु। त्यही हो, यहाँ चाहिँ अब गीत सुन्दै हामी चाहिँ काम गर्छौँ। ल अहिले हामी ठ्याक्कै फिट भइसकेपछि हेरौँ है त। ल खोइ बाई भन्दैन। गीत सुन्दै होइन हाम्रो रोजेस भान्जा चाहिँ उब्बरे फर्ममा आइसक्नु भएको छ मेरो बाइक बनाउनुको लागि। उता चाहिँ बनाउँदै गर्नुहुन्छ, म पनि यता हल्का गर्दै गर्छु नि त यो पारामा। त्यही हो, दाइले यहाँ चाहिँ खतरा पारामा जोससँगले गर्नु हुँदैछ। त्यही हो, अब चाहिँ दामी बनाइनुहुन्छ, मलाई त्यति चाहिँ पुरै विश्वास छ दाइले। त्यही हो, अहिले म तपाईँहरूलाई म सिनेमेटिक देखाइदिन्छु। फिड हुँदैछ है, फिड हान्नु हुँदैछ हाम्रो रोजेस सरले, रोजेस भान्जाले फिड हानेर एकचोटि फिड भइसकेपछि म देखाउने छु। गाइस अहिले चाहिँ म यहाँ छु, हात यस्तो भइसकेछ। यहाँ मेरो विशाल दाइ यहाँ हुन्छ। अब मेरो यहाँनिर रेडी भइसक्यो, अब आधी साधी रेडी भइसक्यो भनौँ न अब यही दिन। त्यही हो, अहिले चाहिँ हाम्रो फिड हुँदैछ। यो क्र्याङ्क नयाँ हो है गाइस, उड्छ गाइस, अब चाहिँ उड्छ। ब्लक पनि नयाँ हो। भान्जाको काम चाहिँ एकदम मेहनत छ है। अब यो भुलिनु चाहिँ ओभर धेरै भुलिनु छ, त्यही काममा चाहिँ मेहनत छ। ध्यान दिएर काम गरिरहनु भएको छ है। भान्जा वर्किङ हार्ड इन माई वर्क भनेको अरे भान्जाले कडै है। भान्जाको लागि चाहिँ म एकचोटि
एकतिरको साइडतिर भइसक्यो होला यो सायद, अब अर्कोतिर होइन त। हामी यहाँ रेडी छौँ ब्लग फिट गर्नको लागि। अहिले चाहिँ हाम्रो यहाँनिर ब्लग फिट हुनु आँटेको छ त गाइज, टक्कसँगले फेरि पनि हामीले राख्नुपर्छ। फ्री फायर खेल्दा चाहिँ यहाँनिर हामी चाहिँ ब्लग फिट गर्ने हो, फिट गरेपछि हेरौँ है त। एकदमै यो पिस्टनमा चाहिँ एकदम दाइले मिलाउनु हुँदैछ, के रिङ मिलाउनु भएको होइन, रिङ मिलाउनु हुने काम हुँदैछ। अनि यहाँनिर चढ्छ टक्कसँगले बाइक चढिसकेपछि दाइ चाहिँ अर्को बाइकतिर जानुहुन्छ, हामी चाहिँ चढाउँछौँ बाइकमा। त्यही हो मैले चाहिँ फेरेको भनेको यो क्र्याङ यो, अनि त्यो फेरेको क्या ब्लक सिधै। अनि बेलभाहरू चाहिँ राम्रै थियो, अस्ति भर्खर फेरेको थिएँ। त्यही हो छिरिसक्यो पिस्टन चाहिँ, हाम्रो पिस्टन छिर्नेवाला छ है गाइज। पिस्टन दामी छिर्दो रहेछ, दामी मजाले। गाइस अहिले चाहिँ हाम्रो यहाँ फिट भइसकेको छ है, अब आधी हुँदी अब गाडी चलाउनु मात्रै बाँकी छ। त्यही हो। अनि अहिले चाहिँ मसँग को हुन्छ भने छब्री हुन्छ यहाँनिर, छब्री साथमा। यहाँ चाहिँ हामीसँग विशाल दाइ माफिया, उता चाहिँ हाम्रो भान्जा रोजेश भान्जा हाम्रो खोपी मास्टर। त्यही हो। अनि अब चाहिँ यहाँ हामी इन्जिन फिट गर्दैछौँ अनि चढाउने। त्यही हो। अनि त्यसपछि चाहिँ म आफै धुन्छ, भान्जाले धुइदिन्छ, मामाले धुइदिन्छ कि म आफै धुन्छु त थाहा भएन। अनि त्यसपछि म लाग्छु। त्यही हो गाइज, आइ भन्दै थप्री लु भान्जा। त्यो चाहिँ अब मेरो वान पिस निक्लिँदैछ, वान पिस इन झापा हारेको, वान पिस इन झापा निक्लिँदैछ मेरो चाहिँ एनएस वान पिस इन झापा चाहिँ निक्लिँदैछ। त्यो यता हेर न थप्री, उसको चाहिँ वान पिस अहिलेको लागि वान पिस एकछिनको लागि दिने उसलाई, अब मेरो नभएसम्म अब मेरो हुने बित्तिकै सक्यो क्या जिन्दगी, हो क्या छप्री? हो सक्यो। हामीलाई हाम्रो चाहिँ तपाईँहरूलाई चाहिँ राम्रो कन्डिसनको एकदम राम्रो खर्चै छैन है बाइकहरूमा। त्यो तपाईँहरू सबैले सेलमा छ है त, खर्च 1 रुपियाँ खर्च छैन यो बाइकमा चाहिँ। तपाईँहरूलाई यो लानुहुन्छ भने झन् सस्तोमा दिन्छ हामी। यो चाहिँ तपाईँहरूलाई मात्र 1,40,000मा हो। अनि तपाईँलाई अरू चाहिन्छ भने यो चाहिँ 220 चाहिँ 2,20,000मा, यसको 2,20,000मा यो चाहिँ होइन। तपाईँहरूलाई अब अर्को 220 आयो ब्लू कलरमा। ब्लू कलरमा चाहिँ तपाईँले एउटै खर्च छैन, 1 रुपियाँ खर्च छैन होइन। त्यो 1 रुपियाँ खर्च छैन, 1 रुपियाँ पनि खर्च छैन। कार्बोरेटर पनि नयाँ हालेको है यसमा चाहिँ। चक्का पनि दामी छ, चक्का पनि खोइ कहाँ चक्का कहाँ छ, चक्का त छ नि। तपाईँहरूलाई यो चाहिँ कतिमा आयो भने ट्याक्कै यो चाहिँ तपाईँहरूलाई कतिमा आयो भने 2,60,000मा आयो होइन। यो चाहिँ अनि तपाईँहरूलाई के भने यो एनएस चाहिँ तपाईँहरूलाई धेरै सस्तोमा यो चाहिँ तपाईँहरूलाई अफरमा आयो। यो चाहिँ एनएसमा यो एफजेड चाहिँ कतिमा आयो भने तपाईँहरूलाई ट्याक्कै एफजेड चाहिँ 10,000मा आयो। यो एफजेड 10,000मा आयो, एफजेड लेखेको यो भाइजर मात्रै है त। फिट भइसक्यो, होइन र? अब चाहिँ यो अलिकति लाउनु मात्रै बाँकी छ। अब चाहिँ यहाँ उज्जवल साथी उज्जवल दाई यता दाई हुन्छ। अनि हाम्रो चाहिँ यता गीत सुन्दै एकदम भ्लग हाम्रो चाहिँ खतै अघिदेखि बनाएको बिहानदेखि आएको है त। म चाहिँ हामी रात परिसक्यौँ होइन। हिजो चाहिँ बिहान आएको थिएँ म, बिहान हिजो भएन। अनि आज चाहिँ टक्कसँगले भयो। अनि अब चाहिँ म तारसार लाएर स्टार्ट भइसक्यो यहाँनिर छ मेरो। अब फिटसिट गरेर जाने हो। दाइ एकचोटि के भन्छ लास्ट हो ब्लग हो, सक्यो होइन। अब चाहिँ हामी यो फिटसिट गरेर जान्छौँ। त्यही गाइस, यहाँसम्म हेरिदिनु सबैजनालाई धेरै धेरै धन्यवाद है त।